अब नेपालमा राज संस्था जुन बेला विस्थापित भयो उसले 238 वर्षको इतिहास बोकेर विस्थापित भएको थियो र सम्भवतः नेपालमा अर्को कुनै इन्स्टिट्युसन 238 वर्षको इन्स्टिट्युसनल मेमोरी संस्थागत स्मरण भएको संस्था नेपालमा छैन। एउटा संस्था छ, त्यो पनि राज संस्थाले नै 238 वर्ष अगाडि सिर्जना गरेको संस्था हो। त्यो भनेको नेपाली सेना हो। त्यसकारण नेपाली सेना पनि नेपालको चाहिँ यस्तो संस्था रह्यो, त्यो देशभन्दा पनि पुरानो हो, समग्र देशभन्दा पनि पुरानो। संसारमा कहीँ छैन यस्तो। मुलुकभन्दा पुरानो इतिहास बोकेको संस्था नेपाली सेना हो र नेपालको राज संस्था हो। त्यसकारण हामीले यो कुराहरूलाई नजरअन्दाज गर्न खोज्यौँ भनेदेखि त्यसको परिणाम चाहिँ दुर्भाग्यपूर्ण हुन सक्छ भन्ने मलाई लाग्छ। मूलभूतमा यो सन्देश पनि त्यही कारणले 238 वर्षको संस्थागत स्मरणको अनुभूति राज संस्थालाई रहेको छ अथवा त्यसका वंशज प्रतिनिधि पात्रहरूलाई रहेको छ। त्यसकै यो चाहिँ प्रक्षेपण हो।